नमस्कार, तपाईहरूलाई स्वागत छ ज्ञानी बाबा युट्युब च्यानलमा। आज पनि एक जीवन उपयोगी पुस्तकको समरी सहित उपस्थित छौं, जुन पुस्तकको नाम रहेको छ द लॉ अफ ह्युमन नेचर, जसका लेखक रहेका छन् रबर्ट ग्रीन। यो पुस्तकले मानव व्यवहार, भावना र सोचाइमा लुकेका नियमहरूलाई बुझ्न मद्दत गर्छ। लेखकले इतिहास, मनोविज्ञान र वास्तविक जीवनका उदाहरण प्रयोग गरेर मानिस कसरी सोच्दछन् र व्यवहार गर्छन् भन्ने कुरा स्पष्ट पार्छन्। यस पुस्तकमा मानव व्यवहार बुझ्न त्यस्ता 18 नियम उल्लेख गरिएको छ, जुन यस प्रकार छन्। 1. इरेशनलिटी, अतार्किकताको नियम। मानिसहरू आफूलाई तर्कसङ्गत ठान्छन्, तर निर्णयमा भावना हावी हुन्छ। रिस, डर, ईर्ष्याले सोचलाई बिगार्छ। सही निर्णयका लागि आत्मजागरुकता, धैर्य र भावनात्मक नियन्त्रण आवश्यक हुन्छ। प्रतिक्रिया दिनु अघि सोच्ने बानीले जीवन र सम्बन्ध दुवै सुधार्छ। 2. नार्सिसिज्म, आत्मकेन्द्रितताको नियम। हरेक मानिस आफैमा केन्द्रित हुन्छ। सन्तुलन नभए आत्मविश्वास बढ्छ, बढी भए सम्बन्ध बिग्रन्छ। अरूको भावना बुझ्ने, ध्यान दिएर सुन्ने र सहानुभूति विकास गर्ने बानीले राम्रो सम्बन्ध बनाउन मद्दत गर्छ। आफू मात्र महत्त्वपूर्ण हो भन्ने सोच घटाउनु पर्छ। 3. रोल प्लेइङ, भूमिका अभिनयको नियम। मानिसहरूले समाजमा भूमिका खेल्छन् र वास्तविकता लुकाउँछन्। बाहिरी व्यवहारले सधैँ सत्य देखाउँदैन। त्यसैले व्यक्तिको बानी, काम र निरन्तर व्यवहार हेरेर वास्तविक स्वभाव बुझ्नुपर्छ। यसले धोका खानबाट बचाउँछ। 4. कम्पल्सिभ बिहेभियर, बाध्यात्मक व्यवहारको नियम। विगत अनुभवले मानिसको बानी बनाउँछ। उनीहरू बारम्बार उस्तै व्यवहार दोहोर्याउँछन्। यस्तो कारण चिन्न सके भविष्यको व्यवहार बुझ्न सजिलो हुन्छ। यसले सम्बन्ध र निर्णयमा सावधानी अपनाउन सहयोग गर्छ। 5. कभटसनेस, लोभको नियम। मानिसहरू अरूसँग भएको कुरामा आकर्षित हुन्छन्। तुलना र असन्तुष्टि बढ्छ। आफ्नो लक्ष्यमा ध्यान दिनु, कृतज्ञ हुनु र अरूसँग तुलना नगर्नु सुखी जीवनका लागि आवश्यक हुन्छ। 6. शॉर्ट साइटेडनेस, छोटो दृष्टिको नियम। मानिस तुरुन्त फाइदामा केन्द्रित हुन्छ। दीर्घकालीन सोच नगर्दा समस्या आउँछ। धैर्य, योजना र भविष्यलाई ध्यानमा राखेर निर्णय गर्नु सफलता प्राप्त गर्न महत्त्वपूर्ण हुन्छ। 7. डिफेन्सिभनेस, रक्षात्मकताको नियम। आलोचना गर्दा मानिस आफूलाई जोगाउँछ। सिधै दोष लगाउँदा सम्बन्ध बिग्रन्छ। नरम र सम्मानजनक तरिकाले सुझाव दिनु राम्रो हुन्छ, जसले सुधार र सहकार्य बढाउँछ। 8. सेल्फ सेबोटेज, आत्मनोक्सानीको नियम। डर, आत्मसन्देह र नकारात्मक सोचले मानिस आफैलाई रोक्छ। सकारात्मक सोच, आत्मविश्वास र अनुशासनले सफलताको बाटो खोल्छ। आफ्नो सोच परिवर्तन गर्नु मुख्य उपाय हो। 9. रिप्रेसन, दबावको नियम। दबाइएका भावना पछि समस्या बन्छन्। रिस, पीडा लुकाउँदा व्यवहारमा असर पर्छ। भावना स्वीकारेर स्वस्थ तरिकाले व्यक्त गर्नु मानसिक सन्तुलनका लागि आवश्यक हुन्छ। 10. एन्भी, ईर्ष्याको नियम। ईर्ष्या अरूको सफलताबाट उत्पन्न हुन्छ। यसले सम्बन्ध बिगार्न सक्छ। तुलना नगरी यसलाई प्रेरणामा बदल्नु र आफ्नो सुधारमा ध्यान दिनु राम्रो उपाय हो। 11. ग्रान्डियोसिटी, अहङ्कारको नियम। मानिस आफूलाई बढी ठूलो ठान्छ। यसले यथार्थ बुझ्न गाह्रो बनाउँछ। विनम्रता अपनाउनु, आफ्नो कमजोरी स्वीकार्नु र वास्तविकतामा टिक्नु आवश्यक हुन्छ। 12. जेन्डर रिजिडिटीको नियम। हरेक व्यक्तिमा पुरुष र महिला दुवै गुण हुन्छन्। सन्तुलन राख्दा सोच र व्यवहार राम्रो हुन्छ। लचिलोपन अपनाउनु महत्त्वपूर्ण हुन्छ। 13. एमलेसनेस, लक्ष्यहीनताको नियम। जीवनमा स्पष्ट लक्ष्य नभए दिशा हराउँछ। उद्देश्य हुँदा ऊर्जा केन्द्रित हुन्छ।
लक्ष्य निर्धारण गरेर योजनाबद्ध रूपमा अघि बढ्नु सफलता प्राप्त गर्ने आधार हो। 14 कन्फर्मिटी अनुकरणको नियम। मानिसहरू भिडसँगै जान्छन्। यसले स्वतन्त्र सोच घटाउँछ। आत्मविश्वास बढाएर आफ्नै विचारमा टिक्नु आवश्यक हुन्छ। 15 एग्रेसन आक्रामकताको नियम। आक्रामकता प्राय लुकेको हुन्छ, व्यवहारमा अप्रत्यक्ष रूपमा देखिन्छ। यसलाई चिन्नु र शान्त रूपमा प्रतिक्रिया दिनु सम्बन्ध जोगाउन आवश्यक हुन्छ। 16 जेनेरेशनल मायोपिया पुस्ता संकीर्णताको नियम। हरेक पुस्ताले आफ्नै सोचलाई सही ठान्छ। इतिहासबाट नसिक्दा गल्ती दोहोरिन्छ। विगतबाट सिकेर सन्तुलित दृष्टिकोण अपनाउनु महत्त्वपूर्ण हुन्छ। 17 डेथ डेनियल मृत्यु अस्वीकारको नियम। मानिसहरू मृत्युबाट डराउँछन् र यसलाई बेवास्ता गर्छन्। तर मृत्यु स्वीकार्दा जीवनको मूल्य बुझिन्छ र समयको सदुपयोग गर्न प्रेरणा मिल्छ। 18 पर्पस उद्देश्यको नियम। जीवनमा उद्देश्य हुँदा मानिस केन्द्रित, प्रेरित र ऊर्जावान हुन्छ। स्पष्ट लक्ष्यले दिशा दिन्छ र सफलता तथा सन्तुष्टि प्राप्त गर्न सजिलो बनाउँछ। निष्कर्ष कन्क्लुजन। मानव स्वभाव जटिल र प्राय भावनाद्वारा सञ्चालित हुन्छ। रोबर्ट ग्रीनले देखाउँछन् कि यदि हामीले आफ्नो भावना, सोच र व्यवहारलाई गहिरो रूपमा बुझ्यौँ भने हामी आफैलाई नियन्त्रण गर्न सक्षम हुन्छौँ। यस पुस्तकको मुख्य सन्देश भनेको आत्मजागरुकता, सहानुभूति र दीर्घकालीन सोच विकास गर्नु हो। अरूको व्यवहार बुझ्दा सम्बन्ध सुधारिन्छ र सही निर्णय लिन सजिलो हुन्छ। अन्ततः मानव स्वभावको ज्ञानले जीवनमा स्पष्ट उद्देश्य, राम्रो सम्बन्ध र दिगो सफलता प्राप्त गर्न मद्दत गर्छ। यस्तै ज्ञानमूलक पुस्तकका समरी सुन्न र जान्न भिडियोलाई लाइक अनि च्यानल सब्स्क्राइब गर्नु नभुल्नुहोला। धन्यवाद।